यस्तो हुँदो रहेछ बाम माछा है के छ वान क्याच फेरि पनि माछा हेरौँ न यहाँ देखान एकछिन यो चाहिँ झिङ्गे माछा हो टाउकै छैन हेलो साथीभाइ हो हाम्रो चाहिँ यहाँ माछा मार्ने बनाउनु थालिरहेछौँ है चम्पुरोमा यस्तो खालको बनाइरहेको छु है यसमा चाहिँ एउटा देसी जुगाड लाउने छु है यहाँ सामान यस्तो थुप्रिरहेछ है लाबर किनेर ल्याएको छु म तपाईँहरूलाई देखाउँछु है माछा मारेको यो बनाएको रेडी पारेर देखाउँछु है त तपाईँहरूलाई साथीभाइ हो रात परिसक्यो है त्यो बन्दुकवाला चाहिँ बनाएन है यो चाहिँ बहुत डेन्जरस हुने रहेछ है त्यसले गर्दा चाहिँ बनाएन यो चाहिँ नलाने गऱ्यौँ हामीले चाहिँ है यहाँ चोका बनायौँ यो स्टाइलको बनाउनु पर्दो रहेछ नि त यो स्टाइलको बनाउँदो रहेछ हेर्नुहोस् यो स्टाइलको हुँदो रहेछ जा झाल्दी जाए काम किन जाप जाबे हेले उ देखाउँदैछ यसले धार भयो धार हुँदैछ हाम्रो सामान हेर त छि खुट्टा हेर खुट्टा यस्तो मान्नुपर्छ कुकुरा यसले चाहिँ कुखुरा मार्यो है ल चुबाली पनि हाल्यो साथीभाइ हो हामी चाहिँ माछा मार्नु लागेको अब रात पर्यो है माछा मार्नुतिर लागेको हामी 3 भाइ जाँदैछौँ माछा मार्नु 2 भाइ अगाडि जाँदैछ है म तपाईँहरूलाई देखाउँछु आज माछा मारेको कति मार्छौँ है म चाहिँ फर्स्ट एक्सपिरियन्स गर्न गइरहेको छु हेरौँ है 2 जना अगाडि जाँदैछ यो चाहिँ मेरो भाला हो है लाइट अन्त एउटै त अनि चार्जर अर्को हो यो छोड्दे हुन्छ भइहाल्छ ऊ ठुलो पनि छ नि त्यसो त यो ठुलो भरै बाल्नुपर्छ नि त यो ठुलो भरै बाल्नु जाउँ हुन्छ देख्छ हौ दोकान जानुपर्छ नि मेरोमा जिपे गर्नुहोस् न कहाँ हो दोकान ल हो र हस् छोड्दै आज नचौँ दोकान हस् अब खोलातिर लागेको हामी चाहिँ यहाँ होइन झन् चिप्लियो नि है साथीभाइ हामी चाहिँ खोलामा पुग्यौँ है खोला भने यत्रो सानो छ हेर्नुहोस् यत्रो सानो छ खोल्चा 2 भाइ यहाँ छ अब माछा चाहिँ कति भेट्ने हो कोनी तर जुगाड गरेर आएको छु है टसर खेलाउने टसर बोकिरहेछ है मैले चाहिँ यत्रै सानो बोकिरहेको छु है चोका जब फुल ल्यानुहोस् नि चम्पा त्यतिर चोका देखाउँ त लाइटमा त हेडलाइटमा त टोका चाहिँ यस्तो हुन्छ है काटेको अलिक काटेर तारको यस्तो बन्ने हुन्छ माथि लाबरको हुन्छ है यहाँ हेर्नुहोस् यस्तो हुन्छ लाबरको त्यसलाई चाहिँ तानेर पकाउनु पर्ने हुन्छ है माछा र अब हामी जाँदैछौँ आफ्नो माछा मार्नुतिर मैले चाहिँ हात मेरो पनि छ नि लाबर चोका अघि के भन्दो रहेछ बोकिरहेको छु यहाँ यो हातमा चाहिँ टक्छ है जाँदैछु डरसरी हुन्छ यहाँ चाहिँ किनकि जुनै बेला पनि हत्ती आउनु सक्छ है साथीभाइ हो माछा हेर्दै जाँदैछौँ हामी है भेट्यो भने तन्काएर दिइपाल्ने त यस्तो हुँदो रहेछ हिँड्नुपर्छ
यहाँ बाम्बी छ यहाँ मारा त्यो बाम्बी खै यहाँ खै होइन टाउको क्षमा गर्नु उता मार्नुपर्छ टाउकोमा उही छ उता टाउको गयो यसरी खै माछा चाहिँ यसरी मारेको छ ऊ साथीले चोकाबाट मसिनो पनि टिप्यो तैँले माछा मान आज मेरो त सिङ्गल अन्त बाम हो यहाँ देख त यस्तो हुन्छ है साथीभाइ हो माछा अब चाहिँ यहाँ राख्नुपर्छ यहाँ हाम्रो सानो फुच्चे भाइ हाम्रो भाइ छ यसले चाहिँ एउटा मिस्टेक नगरी हिर्काइरहेको छ किनकि उसको चाहिँ धेरैवटा छ नि त मेरो चाहिँ सिङ्गल एउटा तार मात्रै छ नि त उद्याएर त्यो पनि माका सुली खै झिङ्गे माछा हेरौँ न यहाँ देखाउन एकछिन यो चाहिँ झिङ्गे माछा हो टाउको छैन टाउकै छैन खै हेर्नुहोस् साथीभाइ हो माछा माछामा नदेखा ला जाठो गयो जामा उतल हेर्नुपर्छ उतल अब यता बस्दैन नि खै ए हो त्यो रहेछ त भाग्दैन है झिङ्गे माछा पक्का आमा लाउनेलाई हो ला गएन ए गयो जाँदैछ यहाँ झिङ्गा माछा यो पनि मारे झिङ्गे माछा अर्को ठुलो थियो नि ठुलोले एकेको फाइनली माऱ्यो मैले भने झिङ्गे माछा यतिको चाहिँ सिस हुनु पऱ्यो एकछिन हिर्काले साथीभाइ निकाल्यो मैले चाहिँ खै अच्छा मारे जस्तो तैँले त लगा साले कम्फर्ट दुख्नु थाल्यो उयो पनि रहेछ जामा लाउने लगाएको थियो ऊ गयो सालो यहाँ हो मेरो सिङ्गलले हुँदैन नि ओइ सालो ल साथीभाइ हो एउटा बाम माछा चाहिँ गिराइएको छ है बाहिर फ्याली पठायो साथीले है हेरौँ बाहिर फ्याँकी पठाएको छ टेरिका आमामा ए पक्रिँदा हुन्छ काट्छ हो र यस्तो हुँदो रहेछ बाम माछा है पक्कर मुखले काट्दैन कि काटा छ कि काँटा खै एकछिन त्यतिकै राखेँ हो त रहेछ त काँटा हुँदो रहेछ बी पकड त लु पकड साला ओ यो त पछाड एकताल पछाड भरे निक्लिँदैन है यो चाहिँ भरे उफ्रिन्छ है ल थाम्दैन बल्ल ठुल्ठुलो भेटिस् भने भन्ने हेर्नुहोस् साथीभाइ हो हामी चाहिँ फेरि वापस खोलामा पस्दैछौँ है म चाहिँ त्यही झिङ्गे माछाहरू पड्काउँदैछु यहाँ हेर्नुहोस् म पड्काउँछु अब यसलाई झिङ्गे माछा हो कन्फर्म यो ए होइन सर हो रे यो त्यो हजुर मरेन ए यहाँ रहेछ झिङ्गे माछा साथी सरी भाइ ए यो चाहिँ झिङ्गे माछा हो कहाँ हो
झिङ्गे माछा चाहिँ यस्तो हुन्छ है साथीभाइ हो हामी चाहिँ त्यो माछा खोज्दै जाँदैछौँ नि मारे एउटा ओइ ल भाइ है कुछ ना टमाटर खुसुमा एउटा मार्यो ल खै यहाँले ल बस्दा यो बस्दै फेरि एउटा माछा त्यही त ब्रेन्डिङ कुल्चे बेन्डिङ हो बाँधेको थियो कसरी खाएको फेरि पनि एउटा भेट्यो माछा यता लपेटेको रहेछ के माथि टुप्पामा पक्रेको के घोच्छु नि फेरि एउटा क्याच पानी कम त तातो छैन रुममा ल साथीभाइ हो अब चाहिँ हामी घरतर्फ लागेको है रात पनि निकै गयो है बिचमा भिडियो गर्न पाएन मैले ओइ यस्तो चेपमा हुन्छ नि बम्बी त कति मार्यो ओइ बाहर निकाल्नु बलुवा हुन्छ होला नि यहाँ खन्या त कति आउनु अच्छा माछा आज चाहिँ यति मार्यो हामीले है अम्बो ओइ गङ्गटा ए माछा त अलिक कम पाएछ त है ओइ एक लात मार्छ साले उसको बम माछा होइन यस्तो अघि त्यतिर कत्रो ठुलो बम माछा भन्छ यसलाई चाहिँ साँप जस्तो यो काँचाले कति छिटो काट्छ होला भन्छ है 2 दिन जस्तो मारेपछि त बिछि हुन्छ यस्तो रहेछ माछा चाहिँ है गाल्थ्यो यो टाकी माछा यो चाहिँ झिङ्गे माछा अब चौबा चाहिँ दुईटा चौबा दामी हुनुपर्छ यो बमको बच्चा कहाँ मार्छ के चौबाले यो अहिले मारेको होइन के माछा यो भाषा माछा हुन्छ बमको बच्चा पनि भेटेछ जस्तो चोबा अलिक मसिनो हुनुपर्ने रहेछ यो मसिनो मार्नुलाई मसिनो निकै हुन्छ यसले अब घर जाउँ है कुन बटले यो बटले जाऊ के यही बाटो जानुपर्छ